भारतको बेंगलुरुमा रच्यो फेरि अर्को नयाँ रेकर्ड हो। दर्शकबिन 18 महिनाको बच्चा छोडेर फरार भएकी श्रीमतीलाई अर्कै केटासँग रंग्यात समातेपछि श्रीमानले उनलाई उनकै नाठोसँग फुलमाला लगाएर खुसीका साथ विदाई गरी उनको हात उनकै नाठोसँग थमाइदिएका छन्। उनले भनेका छन्, मेरो भन्दा नि बढी खुसी साथ राख्नु, तपाईको जिन्दगी सफल होस्, शुभकामना छ। दर्शकबिनहरू, यस विषय सम्बन्धी तपाईको प्रतिक्रिया के छ? के यो सही हो कि गलत? तपाईलाई के लाग्छ? जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुका साथै भिडियोलाई सक्दो शेयर गर्नुहोला। बेंगलुरु काण्डले बेंगलुरै बदनाम गरिसक्यो यिनीहरूले। आखिर के भइरहेको छ यो बेंगलुरुमा? पहिलेका काण्डहरू आउँथे, अर्काको बुढी भाग्यो, अर्काको बुढी भगायो भन्ने काण्डहरू आउँथे। अहिले त्यसको ठ्याक्क विपरीत, अर्काको बुढी त भागे, अर्काको बुढा त भगायो, तर तिनीहरूलाई रङ्गे हात पक्रेर 2-4वटा झापर लगाउँदै बेंगलुरु काण्ड भन्दै अरूको श्रीमान श्रीमती तेर्सो व्यक्तिसँग टिकाटालो गराउँदै गरेको भिडियो भाइरल गराउँदै हुनुहुन्छ। आखिर के भइरहेको छ यो बेंगलुरुमा? पछिल्लो 1 हप्ताभित्र श्रीमानले श्रीमतीको विवाह उसकै नाटोसँग गरिदिएको फुलमाला सहित विदा गरेको भिडियो सेलाउन नपाउँदै फेरि एउटा श्रीमानले आफ्नो श्रीमतीको विवाह उसकै नाटोसँग टिकाटाला लगाएर गरिदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। यो कलियुगमा बेंगलुरुमा आफ्नी ज्वाइँको विवाह गरिदिने सिजन चलेको छ। यतिखेर किन घटिरहेका छन् यस्ता घटनाहरू बेंगलुरुमा? यिनी घटनाहरू सार्वजनिक किन गर्दैछन् मान्छेहरू? किन भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दैछन्? दर्शकबिनहरू, यस विषय सम्बन्धी तपाईको प्रतिक्रिया के छ? यी बेंगलुरु काण्डहरू रोक्नको लागि के गर्नु पर्ला? दर्शकबिनहरू, तपाईको सुझाव सल्लाह कमेन्ट गर्नुका साथै भिडियोलाई सक्दो शेयर गर्नुहोला।